आज हामी नेपालको इतिहासको एउटा यस्तो कालखण्डमा जाँदैछौँ जुन 104 वर्षसम्म चल्यो, जसलाई राणा शासन भनिन्छ। यो यस्तो समय थियो जब पुरै देश एउटा गहिरो मौनतामा, स्थिरतामा जमेर बसेको थियो। इतिहासमा प्राय के हुन्छ भने ठूला ठूला साम्राज्यहरू युद्ध, क्रान्ति र निकै हल्लाखल्लाका साथ जन्मन्छन्। तर नेपालमा ठिक उल्टो भयो। यहाँ एउटा यस्तो शासन सुरु भयो जुन कुनै कोलाहल बिना एकदमै चुपचाप आयो र बिस्तारै पुरै देशलाई आफ्नो नियन्त्रणमा लियो। र यो मौनता 1-2 वर्ष होइन, पुरै 104 वर्षसम्म टिक्यो। सोच्नुहोस् त, 1 शताब्दीभन्दा पनि लामो समय। सन् 1846 को त्यो कोत पर्वपछि नेपालको पतन भएको होइन, बरु देश एक किसिमको गहिरो निन्द्रामा, भनौँ कोमामा गए जस्तै भयो। मानौ देशले सास फेर्नै बिर्स्यो र समय त्यही रोकियो। अब देशमा एउटा नयाँ शक्ति संरचना बन्यो। शाह राजा नाम मात्रका लागि सिंहासनमा थिए। वास्तविक शक्ति, त्यो पनि वंशानुगत शक्ति, राणा प्रधानमन्त्रीको हातमा थियो। सिंहासन त थियो, तर त्यसको कुनै शक्ति थिएन। त्यसो भए राणाहरूले शासन चलाए कसरी त? उनीहरूले देशलाई सरकारको रूपमा हेर्दै हेरेनन्, बरु यो त उनीहरूको आफ्नो निजी पैतृक सम्पत्ति वा जमिनदारी जस्तो थियो। र सबैभन्दा अनौठो कुरा के थियो भने उनीहरूले आफ्नै परिवारभित्र पनि शक्ति बाँड्नका लागि ए, बी, सी र डी भनेर क्लास छुट्याएका थिए। ए क्लासका राणाहरू मात्रै शासन गर्न पाउँथे, अरूलाई चाहिँ निगरानीमा राखिन्थ्यो। यसले नै देखाउँछ कि नेपाल उनीहरूका लागि एउटा पारिवारिक जमिनदारी भन्दा बढी केही थिएन। यसले गर्दा त्यति बेला एउटा होइन, 2वटा नेपाल थिए। एउटा पर्खालभित्रको नेपाल अनि अर्को पर्खाल बाहिरको नेपाल। दरबारका अग्ला पर्खालभित्र राणा शासकहरूको जीवन विलासी, आधुनिक र बाहिरी संसारबाट पुरै अलग थियो। क्रिस्टलका गिलासमा युरोपियन वाइन, पियानोको धुन र देशको एकमात्र बिजुलीको उज्यालोमा उनीहरू रमाउँथे। तर त्यो पर्खाल बाहिर निस्किने बित्तिकै पुरै अन्धकार थियो। आम नेपालीका लागि न सडक थियो, न स्कुल, न अस्पताल। धेरैजसो मानिसहरूले त जीवनमा किताब कस्तो हुन्छ भनेर देखेका पनि थिएनन्। र यो सब हुनुको पछाडि राणा शासनको एउटै मन्त्र थियो, शिक्षा खतरनाक हुन्छ। किनकि पढे लेखेका मानिसहरूले प्रश्न सोध्छन् र प्रश्न सोध्ने नागरिकहरूले उनीहरूको शासनलाई खतरामा पार्न सक्थे। भनेपछि नेपालको त्यो स्थिरता, त्यो पछाडि पर्नु कुनै संयोग थिएन। यो त राणा शासकहरूको एउटा सोची विचारी सुनियोजित रणनीति थियो, आफ्नो नियन्त्रण सधैँभरि कायम राख्नका लागि। र देशलाई यसरी फ्रिज गर्न उनीहरूले अनेक तरिका अपनाए। घुमफिरमा रोक लगाइयो, छापाखानाहरूलाई नियन्त्रणमा राखियो र कुनै पनि किसिमको विद्रोहको सानोभन्दा सानो सङ्केतलाई पनि चुपचाप निमित्यान्न पारियो। यसको असर कस्तो भयो भने मानिसहरूमा एक किसिमको मौन डर पस्यो। डर सधैँ चिच्याउँदैन नि, कहिलेकाहीँ यसले मानिसहरूलाई आफ्नो आवाज नै सानो बनाउन सिकाउँछ। यो टाइमलाइनले अवस्थालाई झनै प्रष्ट पार्छ। एकातिर संसार मोटर गाडीदेखि आणविक युगसम्म पुगिसक्यो, अर्कोतिर नेपाल उही 1846 को समयमा जमेको थियो, अपरिवर्तित। अनि यत्रो लामो समयसम्म यो शासन टिक्यो कसरी त? यसको पछाडि एउटा सम्झौता थियो, एउटा क्रूर सम्झौता। नेपाली गोर्खा सैनिकहरूलाई बेलायतीहरूको युद्धमा पठाउने र त्यसको बदलामा आफ्नो शासनको लागि ब्रिटिस संरक्षण पाउने। यसलाई छोटकरीमा भन्नुपर्दा रगत निर्यात गरियो र त्यसको बदलामा मौनता आयात गरियो। अब राजनीतिको कुरा छोडेर आम मानिसको अवस्था सोचौँ। उनीहरूको संस्कृति नै सहनशीलता बन्यो। शासकलाई घृणा गर्न पनि त परिवर्तनको आशा हुनु पर्यो नि। जब आशा नै थिएन, उनीहरूले केवल सहे। सहनशीलता नै उनीहरूको बाँच्ने कला बन्यो। पर इतिहासको एउटा सुन्दर पक्ष के हो भने कुनै पनि कुरा सधैँभरि टिक्दैन। अब हेरौँ, त्यो 104 वर्ष लामो मौनताको पर्खालमा दरारहरू कसरी पर्न थाले। परिवर्तनका हावाहरू बिस्तारै छिर्न थाले। केही भारतको स्वतन्त्रता सङ्ग्रामबाट आए, केही बाहिरी संसार देखेर फर्केका सिपाहीहरूले ल्याए, केही विदेशमा पढेर आएका युवाहरूले ल्याए र केही पर्खिरहेका राजाबाट। किनभने एउटा कुरा त पक्का थियो, मौनता जतिसुकै गहिरो किन नहोस्, त्यो सधैँभरि टिक्न सक्दैन। एक दिन त यो टुट्नु नै थियो। तर प्रश्न यो हो कि 104 वर्षसम्म जमेको त्यो गहिरो मौनता आखिर
टुट्यो कसरी? धेरैले सोचे जस्तो कुनै ठूलो युद्ध वा हिंसात्मक क्रान्तिले होइन, बरु यो शताब्दी लामो मौनता एउटा अनपेक्षित, एउटा बेपत्ता घटनाले तोड्यो।